म नेपाली एफएम निमित दिआई हो। अब सुन्नुहोस् आजको मुख्य समाचार। सर्वप्रथम, बागमती प्रदेश सरकारले काठमाडौँ उपत्यकाबाट उद्योग स्थानान्तरण गर्दा घर जग्गा खरिद रजिस्ट्रेसनमा 50% छुट दिने निर्णय गरेको छ। यसैगरी शिक्षा मन्त्री सस्मित पोखरेलले बर्दिवास मेडिकल कलेज निर्माण अघि बढ्ने बताएकी छन्। तर सल्यानको पश्चिमी क्षेत्रमा खडेरीका कारण खेत बाँझै रहेको छ। त्यसपछि बिना व्यावसायिक योजनाका कारण मुलुकका कतिपय विमानस्थल सञ्चालनमा नआउँदा राज्यको करोडौँ लगानी प्रतिफलविहीन बनेको छ। यता दक्षिण कोरियाबाट फर्केका नेपाली नागरिकका लागि उद्यमशीलताको अवसर प्रदान गर्ने योजना अघि बढेको छ। अर्को समाचारमा, देवानगञ्ज घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति विराटनगर पुगेको छ। साथै विद्युतमा सामुदायिक संस्थाको भूमिका पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता देखिएको छ। विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर 1 को खरिद दर 153 रुपियाँ 16 पैसा र बिक्री दर 153 रुपियाँ 76 पैसा रहेको छ। यसैबीच सर्वोच्च अदालतले सांसदका स्वकीय सचिव नियुक्ति प्रक्रिया नरोकिने फैसला गरेको छ। अन्त्यमा, नागरुङगा सुरुङ मार्ग सञ्चालनमा आएसँगै धादिङ र काठमाडौँ बीचको दूरी केही मिनेटमै पार गर्न सकिने भएको छ। थप विवरणको लागि जानुहोस् nilo nepal.com।